भेरी गुड मर्निङ फ्रम जापान। हिजो साँझ आइयो जापान। अहिले भर्खर उठेछु, कति 8 बजे होला। बुटोलदेखि हिँडेको त जापान यहाँ आउनुभन्दा अघि 2 दिन अघि बुटोलबाट हिँडेको। साथीहरू आएको थिए, बुटोल पनि दाइहरू आउनुभएको थियो बिदाई गर्नलाई। बाबा दिदी दाइहरू हुनुहुन्थ्यो, उहाँहरूसँग बिदा भएर ट्याक्सी लिएर हामी दाइ र म चाहिँ भैरवा एयरपोर्टमा गइयो। मेरो चाहिँ यो डोमेस्टिक इन्टरनेसनल फ्लाइट भनेकै मेरो चाहिँ फ्लाइट भनेकै पहिलोचोटि हो। योभन्दा पहिला चाहिँ म फ्लाइटमा चढेकै थिएन। गयो भैरवा गइयो, भैरवाबाट दाइ र म भएर काठमाडौँतर्फ लागियो। काठमाडौँ गइयो, एक दिन काठमाडौँमै काम थियो अनि अर्को दिन साँझ 7:30 बजेतिर हामी एयरपोर्ट लाग्यो। एयरपोर्टमा पनि आथे साथीहरू आथे, सबैजना आउनुभएको थियो। राम्रोसँगै बिदा भएर भित्र गइयो अनि भित्र गएपछि बोर्डिङ पासहरू भएर भित्र छिरेको त्यति ठुलो प्लेन मैले देखेकै थिएन। अच्छा, प्लेनको एक्सपिरियन्स दिन डोमेस्टिक मात्रै थियो, खासै थिएन। हङकङमा ट्रान्जिट थियो। हङकङ आइसक्यो भर्खर, एयरपोर्टमा छौँ। अब निस्किँदै लाग्यो हामी सबै यहाँबाट। सुत्नु पाइएन, खै के साउन्डले हो कि फर्स्ट एक्सपिरियन्स भएर हो कि इन्टरनेसनल फ्लाइटमा सुत्नु चाहिँ पाइएन। हङकङबाट पनि हामी 1 घन्टाको ट्रान्जिटपछि फेरि ताइवानमा तेल राख्नको लागि रोक्यो त्यहाँ। अनि आधी घन्टा त्यहाँको ट्रान्जिट भयो। खाना दियो, यति नमिठो खाना, जिन्दगीमा त्यस्तो नमिठो खाना म खाएकै थिएन। जिन्दगीमा पहिलो दिन मासु मिठो नलागेको त्यही फ्लाइटमै होला। अर्को कुरा चाहिँ मलाई साह्रै कान दुख्यो थियो जब ल्यान्डिङ हुन थाल्छ। त्यो 15 मिनट अघिदेखि कान दुख्यो। एयरपोर्टमा आइयो, इमिग्रेसनतिर गर्यो। यहाँ जाइरो कार्डहरू पनि इमिग्रेसनै बनाइदिनु रहेछ। फाइनली जापान आइयो। जापान आएर पनि यो जाइरो कार्ड भन्ने हुने रहेछ। जाइरो कार्ड वर्क पर्मिटको लागि 28 घन्टा हप्ताको यो बनाइयो। साथीहरू लाइनमा छन्। मेरो चाहिँ भयो भनौँ न, अरू लाइनमा छन् पुगेर। अब यहाँबाट हामीलाई कलेजको मान्छे लिन आउँछ भन्ने त सुनेको, तर आउँछ कि आउन्न के छ त्यो चाहिँ एक्ज्याक्ट थाहा छैन। त्यसैले अब तल झरेपछि थाहा होला, आउँछ होला सायद। त्यसपछि कलेजमा जाने, अनि कलेजमा गएर थोरै काम हुन्छ अनि बल्ल रुममा। साथीकोमा आएको छु अहिले चाहिँ। म मेरो रुममा छैन, साथीकोमा छु। अब मेरो रुममा जाने हो, किनकि हिजो म एक्लै भएर साथीकोमा आएको। रुममा अब खासै छैन नि त, केही पनि छैन, बिस्ताराहरू छैन, खानेकुरा छैन। त्यसैले साथीको रुममा आएको छु। खुसी पनि लागिरहेछ अलिअलि। अर्कै छ, महसुस धेरै भइरहेछ भनौँ न। यहाँको माहौल फरक छ, वातावरण फरक छ। सबै कुराहरू तपाईँहरूलाई देखाउँदै जान्छु। हस्, धन्यवाद। भिडियोहरू हेर्दै रहनु होला। म चाहिँ भिडियोमा रेगुलर नै हुन्छु। अब कोसिस गर्छु, अब काम नपाउँदासम्म। काम पाएपछि त अब के हो हेर्दै जाऊँ। हस्, थ्याङ्क यू सो मच।